फेसबुक स्टार्ट गर्दा सबैभन्दा कन्फ्युजिङ क्वेसन के हो थाहा छ? कन्सिस्टेन्सी इम्पोर्टेन्ट हो कि क्वालिटी इम्पोर्टेन्ट हो? कोही भन्छन् क्वालिटी राम्रो भयो भने कन्सिस्टेन्सी चाहिँदैन, अर्को भन्छन् डेली अपलोड नगर्यो भने ग्रोथ हुँदैन। आजको भिडियोमा म यो डिबेट इमोसनले होइन रियालिटीले क्लियर गर्छु। यो बुझ्नुभयो भने हजुरको स्ट्रेस आधा गर्छ, हजुरको गिल्ट कम हुन्छ अनि हजुर सही कुरामा फोकस गर्न थाल्नुहुन्छ। वेलकम टु डे 6 अफ 30 डेज फेसबुक मास्टर क्लास। आजको टपिक कन्सिस्टेन्सी भर्सेस क्वालिटी, फेसबुकमा कुन इम्पोर्टेन्ट छ भनेर हामी त्यसतर्फ कुरा गर्नेछौँ। तर त्यसभन्दा पहिला लेट्स सेलिब्रेट। र आजको टपिकमा हामी सिधा डाइभ इन भइसकेका छौँ। सुरुमा त रङ थिङ्किङलाई नै हामीले क्लियर गरौँ। बिगिनर फस्ने ट्र्याप नै यही हो। मोस्ट बिगिनर्स यो ट्र्यापमा फस्छन्। उनीहरू भन्छन् म पर्फेक्ट भिडियो बनाएर मात्रै अपलोड गर्छु। प्रब्लम के हो थाहा छ? पर्फेक्ट खोज्दै बस्दा अपलोड हुँदैन, फिडब्याक आउने कुरै भएन, अल्गोरिदमले हजुरलाई चिन्दैन। फेसबुक स्कुल जस्तो होइन, फेसबुक जिम हो। जिममा प्लान गरेर बडी बन्दैन, जिममा डेली रिपिटेसनले बडी बन्छ। फेसबुक पनि टेस्टले सिकाउँछ, प्लानिङले होइन। त्यस कारणले आजै एक्सन लिनुहोस्। पेज बनाउनु भएको छैन भने पेज बनाउनुहोस्। प्रोफाइललाई सेटअप गर्नुभएको छैन भने प्रोफेसनल ड्यासबोर्डमा गएर प्रोफेसनल मोडमा गएर प्रोफेसनल ड्यासबोर्ड पनि सेटअप गर्नुहोस्। र फेसबुकले हजुरलाई सिकाउनेछ जब हजुरले कन्टेन्ट राख्नुहुनेछ, जब एक्सपिरियन्स बटुल्न सुरु गर्नुहुनेछ, त्यस पश्चात हजुरले सिक्दै जानुहुनेछ। कन्सिस्टेन्सीको रियल मिनिङ के हो एउटा बिग क्ल्यारिटी लिएर आएको छु आज। कन्सिस्टेन्सी भने डेली अपलोड मात्रै होइन, कन्सिस्टेन्सी भने प्रेडिक्टेबिलिटी हो। अल्गोरिदमलाई यो थाहा हुनुपर्छ कि हजुरको कन्टेन्ट कसलाई हो, कुन टपिकमा हो र कुन स्टाइलमा हो। यसको अर्थ कसलाई देखाउने, के टपिकमा अर्को भिडियो आउला र कस्तो स्टाइलमा आउला, ताकि त्यो स्टाइलमा कन्टेन्ट रुचाउनेहरूलाई ध्यानेर त्यो टाइपमा कन्टेन्ट रुचाउनेहरूलाई अब देखाउन सकिन्छ भन्ने हुनु पर्यो। र रियल कन्सिस्टेन्सीको मिनिङ के हो त? सेम निज नम्बर 1। टपिक चेन्ज गरेर हुनेवालै छैन फेसबुकमा या कुनै पनि सोसियल मिडियामा। सेम निज हुनु पर्यो, सेम फर्मेट हुनु पर्यो। हजुरले फोटो, रिल, भिडियो, स्टोरी, टेक्स्ट जे पनि राख्नुहुन्छ त्यसलाई कन्टिन्युटी दिँदै जानुहोस् र सिमिलर टाइपको कन्टेन्ट बनाउनुहोस्। र सेम टोन हुनु पर्यो। प्रत्येक कन्टेन्टमा एउटै टोन आउनु पर्यो, उस्तै सुनिनु पर्यो, उस्तै देखिनु पर्यो, उस्तै लाग्नु पर्यो र सेम एक्सपेक्टेसन हुनु पर्यो। पछिल्लो एक हप्ताबाट हजुरको प्रोफाइल कसैले हेर्दैछ भने भोलि हजुरको प्रोफाइलमा कस्तो कन्टेन्ट आउँछ भनेर अपेक्षा गर्दै गर्दा त्यस्तै कन्टेन्ट आउँछ भन्ने हुनु पर्यो। अर्थात् पहिलाको 7 दिनमा जुन राख्नु भएको छ त्यही रिलेटेड नै हजुरको अर्को कन्टेन्ट आउँछ भन्ने एक्सपेक्टेसन हुनु पर्यो। त्यति भयो भने मात्र अडियन्सले टाइमली हजुरको प्रोफाइल खोलेर पनि चेक गर्छ। त्यसै कारणले डेली अपलोड कन्सिस्टेन्सी हो, अल्टरनेट डे अपलोड पनि कन्सिस्टेन्सी हो। तर कन्सिस्टेन्सीलाई मेन्टेन गर्नु पर्यो, सेम निज राख्नु पर्यो, सेम फर्मेट राख्नु पर्यो, सेम टोन अनि सेम एक्सपेक्टेसन पनि डेभलप गर्नु पर्यो। तर यो कन्सिस्टेन्सी होइन। कुनै चिजहरू म इक्जाम्पल दिँदैछु, 3 दिन अपलोड 10 दिन ग्याप, यो कन्सिस्टेन्सी हुँदै होइन। यसले दाल गल्नेवालै छैन। र आज मोटिभेसन भोलि कमेडी राख्नुभयो भने त्यो पनि होइन। एउटैमा जानुहोस्, एउटै राख्नुहोस्, निजलाई सेलेक्ट गर्नुहोस्। हजुरको पेज प्रोफाइल के को लागि बनेको हो, कुन निजमा रहेको छ त्यसलाई कन्फर्म गर्नुहोस्। र एउटा भिडियो सिरियस अर्को चाइल्डिस बनाएर पनि भएन। अल्गोरिदम रुटिनलाई माया गर्छ, त्यसै कारणले एउटा रुटिन बनाउनुहोस्। एक दिनमा हाल्नुहोस् भिडियो, या 2 दिनमा, 3 दिनमा, या 7 दिनमा, या महिनाको एउटा हाल्नुहोस्। तर आफ्नो एउटा रुटिन बनाउनुहोस्, तब मात्र हजुर युट्युबमा, इन्स्टाग्राममा, फेसबुकमा जहाँ पनि सफल हुन सक्नुहुन्छ। र क्वालिटी किन इम्पोर्टेन्ट छ त? रियालिटी चेक एकपटक हेरौँ, किनकि अब क्वालिटीको कुरा त गर्नै पर्यो। क्वालिटी भनेको के हो भन्ने कुराबाट जान्छौँ। तर क्वालिटी बिना हजुरको कन्टेन्ट धेरै मान्छेले हेर्नुवालै छैन। अब हेरौँ क्वालिटी वास्तवमा चाहिँ हो के त? फोके क्यामेरा होइन क्वालिटी, एक्सपेन्सिभ माइक त्यो पनि होइन, फेन्सी एडिटिङ त झनै होइन। क्वालिटी भनेको क्लियर अडियो हुनु पर्यो, क्लियर म्यासेज जानु पर्यो र क्लियर डिरेक्सनमा हुनु पर्यो। मान्छे यो सोचेर बस्दैन कि वाउ क्यामेरा राम्रो छ,
मान्छे सोध्छ यो भिडियो बुझ्न सजिलो छ, त्यसै कारणले याद गर्नुहोस् क्लियरली म्यासेज दिन सक्ने, क्लियर डिरेक्सनमा भएको, क्लियर अडियो सहितको भिडियो नै एउटा राम्रो क्वालिटीको भिडियो हो। कन्सिस्टेन्सीले चान्स दिन्छ तर क्वालिटीले रिटेन्सन दिन्छ। क्वालिटी मेन्टेन गर्नुभयो भने अडियन्स फर्किएर आउँछ र त्यही अडियन्सले रिपिट वेमा हजुरलाई पटक पटक अर्निङको मौका क्रिएट गरिदिन्छ। त्यसै कारणले कन्सिस्टेन्सीले चान्स दिँदै गर्दा क्वालिटीलाई मिस भने नगर्नु होला। दुवैको कम्बिनेसन राम्रो देखिएको छ यहाँसम्म, तर हेरौँ अब अगाडि कस्तो हुनेछ आजको यो निकै नै रोचक क्लासमा। र बिगिनर फर्मुला एकपटक म भन्न चाहन्छु हजुरलाई, किनकि अब ध्यान दिएर सुन्नुहोस्। सुरुमा बिगिनर्सको लागि एउटा फर्मुला बनाएको छु जुन क्लियर छ बिगिनर्सको लागि। स्टार्टिङ फेजमा कन्सिस्टेन्सीलाई नै ध्यान दिनुहोस् क्वालिटीलाई भन्दा। स्टार्टिङमा हजुरको काम पर्फेक्ट भिडियो बनाउने होइन, अल्गोरिदमलाई डाटा दिने हो। र जति धेरै भिडियो हाल्नुहुन्छ त्यति नै डाटा दिनुहुन्छ र कस्तो अडियन्स ल्याउने हजुरको पेजमा या प्रोफाइलमा भनेर अल्गोरिदमले थाहा पाउनेछ। त्यसै कारणले कन्सिस्टेन्सीलाई नै ध्यानमा राख्नुहोस् सुरुमा त, तर मिनिमम क्वालिटी चाहिँ मेन्टेन गर्नुहोस्। अर्थात् क्लियर अडियो, क्लियर म्यासेज हुनु पर्यो र क्लियर डिरेक्सन हुनु पर्यो। त्यसभन्दा बाहेकको फेन्सी एडिटिङदेखि लिएर अन्य कुराहरू हजुरले म्यानेज गर्नु पर्दैन पहिलो स्टेजमा। बेस्ट रेसियो के बनाउनुहोस् भन्दा 70% कन्सिस्टेन्सी र 30% क्वालिटी। यसमा क्वालिटी भनेको मिनिमम लेभलको क्वालिटी नै हो र कन्सिस्टेन्सी त जति बनाउन सक्नुभयो त्यति नै राम्रो, किनकि बोल्दा बोल्दै भोइस इम्प्रुभ हुने हो। सुरुमै सबै राम्रो नहुन सक्छ, बोल्दा बोल्दै भोइस इम्प्रुभ हुने हो र अपलोड गर्दा गर्दै कन्फिडेन्स बढ्छ र फिडब्याकबाट क्वालिटी नेचुरल्ली इम्प्रुभ हुन्छ। इट इज अ ग्रेजुअल प्रोसेस, बिस्तारै सबै कुरा हुँदै जान्छ। क्वालिटी प्र्याक्टिस बिना आउँदैन, यो पक्का छ। त्यसै कारणले सुरुमा कन्सिस्टेन्सीमा फोकस गर्नुहोस्। 70% कन्सिस्टेन्सी, 30% क्वालिटी। र क्वालिटी ल्याउनको लागि प्र्याक्टिस गर्नै पर्छ, भिडियो हाल्नै पर्छ, फिडब्याकलाई रिसिभ गर्नुपर्छ र त्यही अनुसार आफूले इम्प्रुभमेन्ट्स पनि गर्नै पर्छ। र व्हाई डेली अपलोड वर्क्स इफ डन राइट, म यो भन्न चाहन्छु। डेली अपलोडले मिराकल गर्दैन, यति चाहिँ पक्का हो। डेली अपलोडले स्पिड बढाउँछ। बेनिफिट के हुन्छ त? अल्गोरिदम टेस्टिङ फास्ट हुन्छ, छिटो अल्गोरिदमले टेस्ट गर्न पाउँछ, हजुरको पेज र प्रोफाइललाई एउटा क्याटेगोरीमा सेट गर्न पाउँछ, एउटा स्पेसिफिक अडियन्सलाई देखाउनु पर्छ यो पेज या प्रोफाइल भनेर मिलाएर राख्न पाउँछ र अडियन्स फिडब्याक फास्ट आउँछ। हजुरले डेली राख्नुभयो भने अडियन्सले आज कोहीले हेर्ला, भोलि अर्को कोहीले हेर्ला र फरक फरक मान्छेले हेर्दा छिटो हजुरलाई फिडब्याक आउने गर्छ, धेरै भ्युअर्स भयो भने। र लर्निङ कर्भ फास्ट हुन्छ, किनभने जब हजुरको सिक्ने कुराको एउटा कर्भ बन्दै जान्छ, हजुरले जति धेरै काम गर्यो त्यति नै हजुरले छिटैसँग राम्रोसँग सिक्दै जानुहुनेछ। तर डेली अपलोड गलत हुन्छ जब टपिक ऱ्यान्डम हुन्छ, फर्म्याट डेली चेन्ज हुन्छ र इम्प्रुभमेन्ट जिरो हुन्छ। त्यसै कारणले डेली अपलोड राम्रो हुनको लागि सेम अडियन्स, सेम स्ट्रक्चर र डेली 1% इम्प्रुभमेन्ट अवश्य गर्नुहोला। डेली अपलोड भनेको अझै राम्रो बनाउने प्र्याक्टिस हो, छिटो फेमस हुनु होइन। र बर्नआउट कसरी एभोइड गर्ने, हामी त्यसतर्फ पनि लागौँ यहाँनिर। बर्नआउट कन्सिस्टेन्सीको सबैभन्दा ठुलो दुश्मन हो। बर्नआउट किन हुन्छ त आखिर? ओभर थिङ्किङले हुन्छ, ओभर एडिटिङले हुन्छ, अनरियल एक्सपेक्टेसन्सले हुन्छ। धेरै सोच्नुभयो भने केही पनि हुन्न अन्तिममा, र ओभर एडिटिङ गर्छु भन्नुभयो भने थाक्नुहुन्छ र सुरुमा त्यो आवश्यकै नभएको चिजमा गर्दा हजुरले पर्फेक्सन खोज्दा खोज्दा हजुरले अपलोड पनि गर्नुहुन्न। र अनरियल एक्सपेक्टेसन्स, यसलाई त मैले भन्नु पर्दैन होला, तर बर्नआउट एभोइड गर्नको लागि 3वटा चिज मैले यहाँनिर लिस्ट आउट गरेको छु। सिम्पल टकिङ हेड फर्म्याट लिनुहोस्, ब्याच रेकर्डिङ गर्नुहोस्, 2-3 भिडियो एक दिनमा रेकर्ड गर्नुहोस्, त्यसपछि एडिटिङतर्फ लाग्नुहोस्। र 3 नम्बरमा छ एडिटिङ मिनिमल राख्नुहोस्। र यदि एक भिडियो बनाउन 4 घन्टा लाग्छ भने प्रब्लम हजुर होइन, सिस्टम हो। सिस्टम सिम्पल बनाउनुहोस्, कन्सिस्टेन्सी अटोमेटिक हुन्छ। त्यसै कारणले कसरी हुन्छ, फास्ट रेकर्डिङदेखि लिएर फास्ट एडिटिङदेखि लिएर फास्ट पब्लिसिङसम्म हजुरले
गर्नु पर्यो, सिस्टमलाई सिम्पल बनाउनु पर्यो। डिफ्रेन्ट टुल्सहरू मार्केटमा हुन्छ, डिफ्रेन्ट वेबसाइट्स हुन्छ, एप हुन्छ, त्यसलाई प्रयोग गर्नुहोस्। त्यो टुल्सहरूले हजुरको टाइम बचाउँछ र स्मार्टली काम गर्न सुरु गर्नुहोस्। र व्हेन क्वालिटी बिकम्स मोर इम्पोर्टेन्ट, अब इम्पोर्टेन्ट टर्निङ पोइन्ट आएको छ, किनकि क्वालिटीले अन्तिममा त कन्सिस्टेन्सीलाई जित्नेवाला नै छ। जब यो सबै स्टेबल हुन्छ, अडियन्स फिक्स्ड हुन्छ, भ्युज प्रेडिक्टेबल हुन्छ, वाच टाइम राम्रो हुन्छ, त्यो बेला फर्मुला चेन्ज गर्नुहोस् र नेक्स्ट फेजमा हजुर पुग्नुहुनेछ, जहाँ क्वालिटी इज अलवेज ग्रेटर देन कन्सिस्टेन्सी। किनकि कन्सिस्टेन्सी एउटा रुटिन हजुरको बनिसकेको हुन्छ। अब क्वालिटीलाई मात्र इम्प्रुभ गर्दै जानुभयो भने हजुरको ग्रोथ आफै एक्सपोनेन्सियल वेमा जानेछ। अब टाइम बचाउन म थोरै अपलोड गर्छु तर स्ट्रङ गर्छु भन्नु सक्नुहुन्छ। यो स्टेजमा बेटर स्टोरी टेलिङ गर्नु पर्यो, लयमा राख्नु पर्यो सबै कुरा, बेटर हुक हुनु पर्यो, मान्छेलाई अल्झ्याउनको लागि, अन्तिमसम्म भिडियो हेर्न बनाउनको लागि, र बेटर स्ट्रक्चर हुनु पर्यो जुन फ्लोमै आउँछ। ग्रोथको नेक्स्ट लेभल यहाँबाट सुरु हुन्छ, एक्चुअल ग्रोथ पनि यहीँबाट सुरु हुन्छ। र सिम्पल एक्सन प्लान के गर्ने त हजुरले भनेर यहाँनिर हामी कुरा गरौँ। आजबाट यो फलो गर्नुहोस्, एउटै नि सिलेक्ट गर्नुहोस्, कि त मोटिभेसन, कि त माइन्डसेट, कि त बिजनेस, कि त कमेडी, कि त इन्टरटेनमेन्ट। अब कमेडी रिलेटेड नै भयो, नभए म्युजिक, अथवा जुनसुकै क्षेत्रलाई लिन सक्नुहुन्छ। एउटा निस लिनुहोस्, एउटै फर्मेट बनाउनुहोस् भन्छु म। लङ भिडियो बनाउनुहुन्छ भने लङ भिडियो बनाउनुहोस्, रिल्स बनाउनुहुन्छ भने रिल्स बनाउनुहोस्, तर मिक्सअप बनाउन चाहनुहुन्छ भने पनि केही नयाँ अडियन्सको लागि रिल्स बनाउनुहोस् र अन्य लोयल अडियन्स बनाउनको लागि लङ भिडियो नै बनाउनुहोस् भन्छु म। फोटोहरूमा पनि यो लागु हुन्छ, टेक्स्टमा पनि त्यही हिसाबले लागु हुन्छ। र 30 डेज कमिटमेन्ट नबिर्सनु होला, हामी 30 डेजको फेसबुक मास्टर क्लासमा छौँ र यो 30 डेजमा हजुरले डेली 1% इम्प्रुभ गर्ने गरेर कन्टेन्टलाई भने राख्नु होला। क्वालिटी डेली 1% इम्प्रुभ गर्नुहोस्। कसरी इम्प्रुभ हुन्छ? बेटर हुक बनाउनुहोस्, आजको भन्दा भोलिको हुक बेटर हुनु पर्यो, रिटेन्सन धेरै बढ्छ अडियन्सको। यो गर्नुभयो भने बेटर क्ल्यारिटी हुनु पर्यो, आज राखेको भिडियोबाट केही क्ल्यारिटी मिल्नु पर्यो, केही थप आइडिया हुनु पर्यो, थप क्लियर हुनु पर्यो हजुरको फ्युचर, र बेटर कन्फिडेन्स त हुनै पर्यो। कन्सिस्टेन्सी भयो भने अल्गोरिदम हजुरको जज होइन पार्टनर बन्छ, र जब पार्टनर बन्छ अल्गोरिदम, त्यस पश्चात हजुरलाई नै प्रमोट गरेर बसिराख्छ अल्गोरिदम। र भोलिको भिडियोमा म एक्सपोज गर्छु फेसबुक ग्रोथको सबैभन्दा ठुलो गल्ती। यो गल्ती अभोइड गर्यो भने हजुर 90% क्रिएटर्सभन्दा अगाडि हुनुहुन्छ। कमेन्टमा लेख्नुहोस् डे 7 रेडी, अनि सेरिज मिस नगर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्। फेरि भेटौँ।